आज त चितवनबाट आउनु भएको दाइलाई आइबेडी बजार घुमाइदिएको। आइबेडी बजार त दाइलाई यस्तो लाग्यो अरे। अलराइट गाइज, वेलकम ब्याक टु माई न्यू मिनी ब्लग। आयो हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम ठीक छु। बिहानै उठेर फ्रेस भएर दाजुभाइ लागियो आइबेडी बजार। उहाँ दाजु चाहिँ हुनुहुन्छ मेरो फुपूको छोरा। दाजुभाइ गफ गर्दै आइबेडी बजार पनि पुग्यो। मासु पसलबाट 1 केजी मासु लिए, सब्जी पसलबाट 1 केजी साग किने। साग र मासु लिएर हामी दाजुभाइ गयौं रासन किन्न। एक कट्टा चामल लिएर पैसा दिएर हामी दाजुभाइ निस्क्यौं घरतिर। दाइलाई आइबेडी बजार देखेर चितवन बजारको याद आयो रे। घरमा पुगेर अघि ल्याएको 1 केजी मासु पकाउन थाले। मासु रेडी भइसकेपछि खाना हालेर दाइ भाउजू छोरीलाई दिए। म चाहिँ फेरि शाकाहारी हो नि। मजाक गरेको गाइज, मैले माछा मासु खान नहुने भएर म साग र भात खाँदैछु। खाना खाएर हल्का भिडियो एडिटिङ गरेर बसिरहेको दाइको छोरीले मेरो नि भिडियो बनाइदिनु न अङ्कल भनेर मैले भिडियो बनाइदिएँ। आफ्नै घरमा फलेको अम्बा पनि मैले आजसम्म एउटा खाएको थिएन। कहिले कतै हिँडिरहने भएर होला, सायद मेरो अम्बातिर कहिले ध्यानै गएन। आज यसो एउटा अम्बा टिपेर खाइदिएको त एकदम मिठो थियो। दिउँसो हामी घरको सबैजना घुम्नको लागि निस्कियौँ। घुम्नलाई हामी सबैजना कहाँ जाँदैछौँ भन्ने थाहा पाउनको लागि भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। मेरो मायालुको लागि मैले यति राम्रो फुल टिप दिएको छु, तर मेरो मायालु कहाँ छिन् र मेरो मायालु को हुन् भनेर मलाई थाहा छैन। छोरीले हेर न पोज देखिन् सुँगुर जस्तो ओठ बनाएर। ह्यान्डसम पनि म त यति भयो कि केटीहरू मलाई देख्ने बित्तिकै टाढा टाढा भाग्छन्। बाटो लामो भएर होला सबैजना हिँड्दा थाकिसक्नु भएको थियो। नयाँ ठाउँ घुम्न जानको लागि सबैजना एक्साइटेड हुनुहुन्थ्यो। अघिसम्म सबैको मुहारमा थकान थियो भने अहिले चाहिँ मुस्कान छ, किनभने हामी जहाँ घुम्नलाई हिँडेका थियौँ त्यहाँ हामी पुगिसक्यौँ। यहाँको दृश्य निकै सुन्दर छ। मेरो चाहिँ यो फेभरेट ठाउँ हो। कहिलेकाहीँ मुड फ्रेस गर्नु छ भने म यहीँ आउँछु। एकछिन घुमेर फोटो सोटो खिचेर फेरि हामी घरतिर निस्कियौँ। मेरो मिनी भ्लग कस्तो लाग्छ गाइज कमेन्ट गरिदिनु। च्यानलमा नयाँ हुनुहुन्छ भने फलो गरिदिनु होला। हजुरको एक फलोले मलाई धेरै नै मोटिभेट मिल्ने गर्छ। घरबाट आउँदा त सबैजना एक्टिभ थिए, घुमेर घरतिर जाँदा त सबैजना नुन खाएको कुखुरा जस्तै झोगराइरहेका थिए। हामी घर पनि पुगिसक्यौँ। आजको लागि मिनी भ्लग यति नै गाइज। अब नेक्स्ट मिनी भ्लगमा भेटौँला। बाई बाई।